सो गाइज म चाहिँ सो अस्ति चाहिँ इन्डियाबाट चाहिँ हिँडिरहेको थिएँ। इन्डियाबाट फ्लाइट हुँदै नेपालबाट अनि इन्डिया हुँदै फ्लाइट हुँदै हिँडेको थिएँ। सो अहिले चाहिँ म जुन ठाउँमा अनि जाँदै थिएँ त्यो ठाउँमा चाहिँ म राम्रोसँगले पुगिसकेँ। मैले यो युट्युब मार्फत सम्पूर्ण मेरो साथीहरू र रञ्जित भनेर चिन्नुहुनेलाई म यही खबर गर्न चाहन्छु कि हजुरहरूले मलाई चिन्नुहुने सम्पूर्णलाई अनि यो मेरो भिडियोलाई लाइक अनि सेयर कमेन्ट गरिदिनु होला। अनि यही दिनदेखि म आजलाई यो युट्युबलाई स्टार्ट गरिरहेको छु र आफ्नो यो युट्युबबाट चाहिँ आफ्नो दुःख खबर अनि आफूले भएको कुराहरूलाई चाहिँ सेयर गर्न लागिरहेको छु। छोरा मान्छेको जिन्दगी चाहिँ के रहन्छ, जन्मिँदाखेरि चाहिँ आफ्नो काँधमा चाहिँ अनि हरेक समस्याहरूले लिएर चाहिँ जन्मेको हुँदो रहेछ। साँच्ची नै अनि छोरा मान्छेको जिन्दगी चाहिँ किनभने जन्म लिइसकेपछि चाहिँ आफ्नो मातृभूमिलाई छोडेर चाहिँ विदेश अनि ठाउँमा अनि जानुपर्ने रहेछ। त्यसै कारणले आफ्नो फ्यामिली, आफ्नो बाबा आमा सम्पूर्णलाई अनि मिस गर्दै र यो अर्काको ठाउँमा चाहिँ किनभने हामीले चाहिँ थोरै गरेर चाहिँ कमाइ गर्नु चाहिँ हामीले हिँड्नुपर्ने रहेछ। हाम्रो जिन्दगी नै यस्तै छ, के गर्नु र आफ्नो भाग्यमै यस्तै लेखेको रहेछ, के गर्नु।